गुड मर्निङ गाइस, म चाहिँ भर्खर उठेँ। अब उठेर यसो उठेर हातमुख धोएर धुप सुप बालेको थियो होइन, हिँडेर तल धुप फोरन छानेर अहिले चाहिँ अलि किताब पढ्दैछु। अहिले चाहिँ अलि किताब पढ्ने शनिबार बिदाको दिन नुहाइ धुवाइ त हिजो गरियो। आज चाहिँ त्यस्तो केही छैन, कपडा धुने पढाइ गरिन्छ भनौँ होइन। आजको दिनचर्या चाहिँ यसो देखाउँछु, पछितिर चाहिँ केटाहरूले घुम्नु गएपछि त्यो पनि होइन भने साँझ गेम खेल्ने बेला देखाउँछु। अहिले चाहिँ म यसो किताब पढेर चाहिँ उतातिर लेखिया छ होइन, पछाडितिर छ उहाँतिर लेखिया चाहिँ होइन, पढ्दा छु। अहिले एकछिनमा खाना खाने टाइम भइहाल्दा खाना खाएपछि अझ खासै सन्चो छैन, त्यही भएर आवाज चाहिँ नसुनिँदा रेलेहरू होइन। तपाईँ सन्चो छैन, सन्चो भएकोबाट चाहिँ अन्त खुर्खाखुर्की लागेर खत्तम भएको क्या। यहाँ पानी राखेको हौँ, उतातिर औषधि पनि टन्न छ, त्यहाँतिर औषधि राखेको हौँ। म चाहिँ खास होस्टेलमा बस्छ क्या, यो चाहिँ मेरो होस्टेलको रुम। यहाँतिर कपडाहरू राखेको हौँ, यहाँ अर्को बेड छ, यहाँ कोही बस्दैन, अर्को भाइहरू आउँछ भन्दा चाहिँ यो चाहिँ मैले सामान राख्ने कुर्सी फोहोर फाल्ने वाइफाई पङ्खाहरू, यो अर्को बेड। यो राम्रै छ होइन, खानाहरू पनि अनि होस्टेलमा राम्रै छ। अलि टोइलेटहरू चाहिँ बाथरुम टोइलेट चाहिँ अलि फोहोर छ, त्यही नै ठिक छ, एडजस्ट गर्नुपर्छ होइन। अब जिन्दगी थोरै काट्नु छ र 2-4 दिन काट्ने त, त्यही भएर एडजस्ट गरिरहँ। अब 4-5 महिना यतातिर बस्नु पऱ्यो होइन, पढाइमा पनि मेहनत गर्नु पऱ्यो भन्ने हिसाबले आजदेखि चाहिँ ब्लग स्टार्ट हाने। अनि जुट्टी बन्न सकुन् नन्दको, अनि स्रोत बन्न सकुन् आनन्दको। आमा बोलुन् मिठास भित्राएको छ, जलेबी भित्राएको छ, छोराले बुहारीको रूपमा यो घरमा आज देवी भित्राएको छ। जीवन साथी अहिले चाहिँ हामी एफयुतिर जान्न होइन, एरियामै मात्र फाल्तु नभए एरियामै मात्र हो। अरू त सब घर मजाले बसेका छन्, फाल्तु एरियामै गर्दा ठिक्क। त्यो चाहिँ साधारण स्कुल महेन्द्र माध्यमिक विद्यालय साधारण विद्यालयको दाजुले केही छैन नदेखिदिएले बजेट मिलै जान्न ल। अन्त मजा हो यार। देखि पुगेर अहिले हामी सुदूरपश्चिम विश्वविद्यालय परिसरमा छौँ क्या। यो चाहिँ केन्द्रीय क्याम्पस हो, त्यहाँ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस। खास चाहिँ मैले बोल खेल्न गयो, आउन पछाडि कति भयो आउने नै थाहा छैन, तर आउने भएर यहाँमा फाल्तु छौँ हामीहरू, हाम फाल्तु। यो चाहिँ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कञ्चनपुर प्रवेशद्वार। अब चाहिँ हामी यहीभित्र जानु होइन, यहीभित्र कसो छ म देखाउनु हो क्या अब तपाईँलाई। यो चाहिँ जाने गेट होइन, विश्वविद्यालयको भित्र जाने गेट भयो। अब यहाँबाट गयोबाट चाहिँ बिबिए पढ्दैतिर गइन्छ क्या, म्यानेजमेन्ट। यहाँतिर बिएससी सिएसआइटी एमएससी सब यो चाहिँ अगाडि देखिने पार्क हो। यहाँ भित्रको जस्ट गेटको अगाडि आउने यो पार्क देखिन्छ। अनि उहाँको चाहिँ यहीतिर के हो साइन्स क्याम्पस होइन, उता यो साइन्स डिपार्टमेन्ट। अनि एफयुको सबभन्दा बेस्ट भने यो मात्र हो, इन्जिनियरिङ, जो सायद सुदूरपश्चिममै सबभन्दा उत्कृष्ट हो जस्तो लाग्छ। त्यही पछि यो चाहिँ हाम्रो केन्द्रीय पुस्तकालय भयो। यहाँतिर चाहिँ एजुकेसनको पढाइ हुन्छ। मलाई यहीँ पढ्दा हो क्या होइन, अहिले तेस्रो वर्ष। यो भाइ पढ्नुमा पढाउँथ्यो ठिक्क, यही कलेजा पछाडि होइन, ठिक्क पल्टेर उहाँ साइन्स क्याम्पस पढाउँथ्यो। यो एरियामा एकै उहाँको क्या पुगे टोडलतिर एकदम बढिया। यहाँ झन् त